हेलो गाइस, छैन हामी चाहिँ अब लाकुरी भन्नेसम्मको हाम्रो आजको ब्लगिङ हुनेछ। त्यहाँबाट देख्ने भ्यूहरू हामी खिचेर अपलोड गर्नेछौँ हैन। न्यु इयरको लागि स्पेशल यो ब्लग चाहिँ। हेलो साथी, हामी अहिले सेल्फी रोडतिर है साथी हो। सेल्फी रोड, लामाटारको सेल्फी रोडतिर है साथी। साथी हो हामी लाकुरीतिर जाँदै हो। आउँदै हुनुहुन्छ साथी हो। खतरा भ्यू देखिरहेको छु है। यो हाम्रो ड्रोनबाट खिचिँदैछ भिडियो। यो हाम्रो ड्रोनबाट खिचिँदैछ भिडियो। साथी हो, अहिले हामी चाहिँ अहिले लाकुरी भन्ज्याङको आधी बाटोतिर पुगिसकेका छौँ होइन। अब हेर्दै जानु, सबैहरूलाई खतरा खतरा भ्यू देखाउने छु। फाइनली गाइज, हामी चाहिँ अहिले लाकुरी भन्ज्याङको मेन भन्ज्याङमा पुगिसकेका छौँ। अब स्टे ट्युन, हेर्दै जानु। भन्दा माथि पनि गएर हामी फोटो भिडियोहरू खिच्नेछौँ। हेर्दै जानु है त। भित्र हामीले प्रवेश गरिसकेका छौँ है साथीहरू। आज अनि के छ नि नास्तामा के लिउँ सर? नास्तामा के एउटा 10 रुपियाँ जाने बिस्कुट। साथी हो, अहिले हामी चाहिँ ठ्याक्कै लाकुरी भन्ज्याङको ठ्याक्कै पिकनिक स्पोटमा हामी पुगिसकेका छौँ। यहाँबाट होइन अब काठमाडौँको धेरै ठाउँहरूलाई हेर्न सकिन्छ होइन। तपाईँहरू पनि भिडियो फुल हेरिदिनु होला। अनि
लास्टमा कस्तो लाग्यो कमेन्टहरु पनि गर्दै जानु होला है त। साच्चै भन्नुपर्दा चाहिँ साथी हैन यहाँबाट चाहिँ काठमाडौँको सबै ठाउँलाई चाहिँ निहालेर हेरेर अवलोकन गर्न सकिन्छ हैन। यो चाहिँ हाम्रो काठमाडौँ भ्यालीकै अलिक हाईएस्ट एरिया पर्छ जस्तो लाग्यो मलाई, हाईएस्ट हिल पर्छ जस्तो लाग्यो हैन। तपाईहरु पनि फ्री टाइममा घुम्न जानु होला अनि इन्जोय गर्नु होला है त। नयाँ वर्षमा जान सक्नुहुन्छ जहिले पनि तपाईहरु यहाँ गएर घुम्न सक्नुहुन्छ हैन। यो चाहिँ एकदम धरारा भन्दा पनि धेरै हाइटमा छ है यो डाँडा चाहिँ। लाखुरी भन्जेको डाँडा चाहिँ धेरै हाइटमा छ साथी हो। लास्टसम्म भिडियो हेर्दिनु है त साथी हो, दुःखले बनाइरहेको छु म भिडियो। यो हैन यो मेरो पछाडिबाट एकजना दाइ आउँदै हुनुहुन्छ नि। यतिको भिडियो बन्नुमा चाहिँ मेरो दाइको ठुलो सहयोग छ हैन। अब दाइकै कारणले चाहिँ म अहिले लाखुरी भन्ज्याङ आउन पाएँ हैन, घुम्न पाएँ अनि भिडियोहरू बनाउन पाएँ हैन। ओके, अब दाइ धेरै सपोर्टिभ हुनुहुन्छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु दाइलाई पनि। त्यसपछि हामी फेरि यो लाखुरी भन्ज्याङको अलिक के भन्छ भित्र साइडमा रहेको लाखुरी फुटसल ग्राउन्डतिर पनि हामी घुम्न गयौँ। त्यहाँ पनि एउटा नयाँ ग्राउन्ड बनेको रहेछ हैन। यो भन्दा एक डेढ महिना अगाडि हैन यहाँ के भन्छ फुटसल टुर्नामेन्ट पनि भएको रहेछ। तपाईहरु पनि यहाँ हेरेर मजा लिन सक्नुहुन्छ है त। ग्राउन्ड चाहिँ एकदम चिटिक्क छ। ओके, दिस इज हाम्रो लाखुरी भन्ज्याङको स्टेडियम रहेछ। सबजनालाई यो जङ्गलमा वेलकम छ है साथी हो। ल है अब यो चाहिँ माइकल ज्याक्सनको लुक हो हैन। होला के हो ए हो नि ल है ल है ल है ल है
त्यसपछि यता ठ्याक्क यो लाकुरी डाँडाको चाहिँ अपोजिट साइडमा रहेको भ्यू टावरतिर पनि लाग्यो है साथी हो। भिडियो हेर्दै गर्नुहोला है त। त्यो चाहिँ लाकुरी भन्ज्याङको पारिपट्टिको बस्ती हो हैन। कडा छ कति 5-6-9 किलोमिटरको दूरीमा हामीले यता गाउँहरू पनि भेट्न सक्छौँ क्या। यो जब लुबुदेखि माथि 9 किलोमिटरको डिस्टेन्समै हामी यता गाउँहरूलाई पनि हेर्न आउन सक्छौँ हामी। अहिले हामी भ्यू टावरतिर अवलोकन गर्न जाँदैछौँ साथी। अनि फाइनल्ली साथी हैन भ्लग पनि सकियो। त्यस पछाडि 2081 पनि सकियो। सबैलाई ह्याप्पी न्यू इयर र आउँदै गरेको 2082 सालमा तपाईहरुले चाहनु भएको आँट्नु भएको सबै कुरा पूरा होस् र तपाईहरुको दिन सुख रहोस्। थ्यांक यू सो मच फर वाचिङ माई भिडियो।